कोसँग कुरा गर्छस् त? दाइ म साथसँग कुरा गर्दैछु। मम्मी एक्लै किचनमा काम गरिराख्नु भएको छ। त यहाँ कुरा गर्दै बसिछस्? को साथी हो? खैले त मसँग कुरा गर। हेलो हेलो, को हो? म रबिना बोलेको। अब यहाँ बसेर धेरै कुरा नगर, जा मम्मीलाई किचनमा गएर हेल्प गर। ल हुन्छ दाइ। नयाँ नेउर्दै कल सायद त्यसको दाइ होला। हेलो, को हुनुहुन्छ? म विप्लव के, सायद नाम त सुनेकै होलौ तिमीले। के गरे? म झनाको दाइ के। अघि हाम्रो कुरा भएको थियो नि, त्यति बेला हाम्रो मिसअन्डरस्ट्यान्डिङ भएको थियो। त्यही भएर हजुरलाई सोचेँ कि मैले कल गरेर सरी भनिदिउँ कि भनेर। अरे यसको के जरुरत थियो? मलाई यस्तो लाग्छ कि तिम्रो र मेरो जन्मौदेखिको नाता छ। हेर न कस्तो गीत गीत गरेर हाँसेको कि तिमी त। ए साँच्ची? तिमी र म बिहा गरौँ न त है। कहाँ आएर यो राक्षसको चक्करमा फसियार अब के गर्ने होला। ओइ त कोसँग कुरा गर्दैछस्? दाइ कोही हैन, मेरो साथी हो। ले तेरो मोबाइल मसँग कुरा गर। हेलो, को यहाँ कल गर्ने? हजुर, म ज्योति बोलेको। वाउ, कस्तो मिठो के हजुरको बोली त, मलाई कस्तो मन पर्यो नि।